यो हाम्रो गाउँ औला दर्शस्चन नगरपालिका वडा नम्बर 5 बैतडी सदरमुकामबाट 3-4 किलोमिटर टाढा। चारैतिर सुन्दर हरिया पहाडहरूको काखमा रहेको यो गाउँ। यही गाउँ अहिले एउटा गम्भीर सङ्कटको सामना गरिरहेको छ, खानेपानीको अभाव। पानी जीवनको आधार। पानी बिना त एकछिन पनि बाँच्न सकिन्न। तर हाम्रा दाजुभाइ आमाबुवा दिदीबहिनीहरूले रातको 12-1 बजेसम्म लाइन बस्दा पनि 5 लिटर पानी पाउन निकै शास्ति खेप्नु परेको छ। पानीको त यस्तो अभाव छ कि गिलासले कोटरी पानी जम्मा गर्नु परेको छ। नुहाउने, लुगा धुने, गाईबस्तुलाई खुवाउने सबै कुरा सङ्कटमा छन्। हाम्रो गाउँमा 40-50 घरधुरी छन्, औला गाउँमा सबै लगाएर। तर 2 हप्तादेखि खानेपानीको लाइनमा समस्या आएपछि एकदमै अप्ठ्यारो भइरहेको छ। सबैलाई नौला धाउनु परेको छ, गाड खोला धाउनु परेको छ। धेरै टाढा टाढा गाडीमा पानी राखेर रोड हुनाले चाहिँ बोक्नु परिरहेको छ। पानी केवल एउटा तरल पदार्थ होइन, यो जीवन हो, हाम्रो भविष्य हो। आज हामी पानी बिना बाँच्न बाध्य छौँ, भोलि के होला? हाम्रो गाउँमा दनपा 9 मङ्ग्रौँ स्थितबाट खानेपानीको पाइपलाइन मार्फत गाउँमा पानी आएको थियो र विगत 2 हप्तादेखि खानेपानीको लाइनमा समस्या फेला नपर्दा वा पानीको प्रेसर नपुग्दा पानी ट्याङ्कीसम्म पुग्न सकेको छैन। जति खोज्दा पनि समस्या पत्ता लगाउन सकिरहेको छैन। त्यसैको अभावमा हामीले चाहिँ खानेपानीको एउटा नौलाबाट नहुने हुँदा धेरै पुरानो पहिलादेखि नै चाहिँ यस्तो अवस्थामा रहेको नौलालाई आज सफा गर्ने काम भइरहेको छ। पानीको धेरै अभाव भएको छ। पानीको अभाव टार्नका लागि गाउँमा रहेको एउटा नौलाले नपुग्दा अर्को नौला सफा गर्नु परिरहेको छ। यो चाहिँ पहिला नै गर्नुपर्ने थियो, तर भनिन्छ नि अब त्यस्तै हो, समस्या परेपछि मात्र थाहा हुन्छ। अहिले चाहिँ सफा गर्ने काम भइरहेको छ। पानीको निकै अभाव रहेको छ। 5-10 लिटर पाउनु पनि एकदमै मुस्किल छ। लाइन लाग्नु परेको छ, पालो कुर्नु परेको छ। कहाँ जालु नौला बानी बुझु लागिरहेको भिड मालमले तल सिमेन्ट नारेछ त्यो तल ज्यादा खोली हो है बन्ना के तले आइतले आयो पस पानी आयो ये कितने था लास्ट ये नो तो उन्हें तमु हो तमु जाने कहाँ लास्ट है यार क्या ना लास्ट तमु आएको त आयो हो जको आयो ना पा देखि उ देल ठलो मसिनै रहेछ मोटो न आयो मोटो सुना के आगो मसिनै नाच हो नाने उ बहुत उच्च ना रहेछ बहुत उच्च कहाँ है ना महँगो पानीले महँगो पड्यो ल के गर्ला टक्का पानी कम भ्या भरि भित्र उ नि नाने पानी कम हो ना फुट्यो नि ना फुटो तो है तो वालो पानी नोलो भरी रहे छे माटो भरी रहे छे ना आशो पानीले कुन दिन होला भाइ भन्यो हमको पत्ते भया भना देखा तो ना आज पूरा धुन पड़ी कदिया पर कहीं नहीं